पूर्ण मित्रहरूलाई तपाईहरुलाई स्वागत छ मेरो अफिसियल युट्युब च्यानल हृदय राजवंशीमा। र आज म तपाईहरुलाई एसईई रिजल्ट 2076 को ग्रेड सिट सहितको रिजल्ट हेराउन गइरहेको छु। कसरी हेर्ने भनेर सो तपाईहरु आफ्नो कुनै पनि ब्राउजरमा जानुहोस् र यहाँ see.ntc.net.np.gradesheet भन्ने सुरुमै आएको हुन्छ। यसले क्लिक गर्नुस् र यो माथि भएको लिस्टमा क्लिक गर्नु होला र तपाईको यो होम पेज खोल्छ र यसैको बाद तपाई जुम गर्न सक्नुहुनेछ। र म एउटा लिन गइरहेको छु। सो 00401114 सो यसरी तपाईहरु सिम्बल राख्दिनु होला र यसरी डेट अफ बर्थ पनि राख्नु जरुरी छ। सो मैले यहाँ अलरेडी क्लिक गरेछ सो यहाँ तपाईहरु जानुहोस् र डेट फर्मेट यसरी नै राख्नु होला र यसरी गरेपछि सबमिट गरिदिनु होला र तपाईहरु हेर्न सक्नुहुनेछ यहाँ तपाईहरुको ग्रेड सिट आइसकेको छ। र यहाँ यो ग्रेड सिट तपाईहरुको सिम्बल नम्बर डेट अफ बर्थ पनि देखाएको छ र कुनमा कति आएको छ हेर्न सक्नुहुन्छ। 3.20 आएको छ र उहाँलाई धेरै धेरै बधाई छ। र अझै एउटा म हेर्न गइरहेको छु तपाईहरुलाई एक्जाम्पलको लागि। सो यहाँ डेट अफ बर्थ राख्दिनु होला। यसरी गरेपछि सबमिट गरिदिनु होला। यसरी सबमिट गरेपछि तपाईहरुको अर्को पनि ग्रेड सिट आइसकेको छ र यहाँ हेर्न सक्नुहुनेछ यसमा चाहिँ 2.25 आएको छ हेर्न सक्नुहुनेछ। र तपाईहरु यसरी नै आफ्नो रिजल्ट अथवा कसैको रिजल्ट हेर्न सक्नुहुनेछ। यदि कुनै समस्या भएमा मलाई कमेन्ट गरिदिनु होला। भिडियो कस्तो लाग्यो कृपया लाइक शेयर र सब्स्क्राइब गर्न नभुल्नु होला। धन्यवाद।